दर्शकबिन नमस्कार, म विमल प्रसाद पोखरेल। आसन्न फागुन 21 गते सङ्घीय प्रतिनिधि सभाको निर्वाचन हुँदैछ। प्युठान जिल्लाबाट यसअघि धेरै सांसदहरू बन्नुभयो, तर जनताका समस्या ज्यूका त्यों रहिआएका छन्। यसपटक पनि जनताले उस्तै पात्र छान्छन् वा विकासको लागि योग्य नेतालाई छान्लान्। हामीलाई त बाटो चाहियो कि हामीले धुलो धुवा खाएर के चाँडै मर्ने हो र। हामीलाई त मेन बाटो चाहियो छ, बाटो विकास। कसले जिते पनि हामीलाई कसले सम्झाउँछ, कसरी के गरेर कस्तो हुन्छ, यो बाटो कसरी बन्छ, कसले बनाउन सक्छ भनेर। अब कसले हामीलाई यो धुवा धुलो खाएर हामी आश्रम बस्यो। हामी यत्रो 10-7 वर्ष भयो। यो अर्को चुनाव पायो, फेरि अहिले यो आयो, फेरि अझै 5 वर्षपछि त अर्को आउँछ नि। अब 2 वर्ष छ नि, त्यो अझै 5 वर्ष नि हुन्न हुन्छ नि। यो हामीलाई त बाटो चाहियो छ। जसले जिते पनि जे गरे नि हामीलाई बाटो चाहियो छ। हामी बाटो जनताको अरू कोही पुलहरू चाहिँ नि अर्लबाङको अल्पत्ता परेको छ भयो भने यो पनि सम्पन्न गरिदिनु होला भन्ने हामीलाई आशा छ। प्युठान जनताले केही विकास गर्नुहुन्छ कि भन्ने आश छ हामीलाई। दिइयो, पहिला हरि आचार्यलाई पनि दिइयो, प्रचण्डलाई पनि दिइयो, उहाँ पनि फर्केर आउनु भएन। हरि हजुरको अहिले वामदेव आउनु, वामदेवलाई पनि स्वागत गऱ्यो। हाम्रो नाच थियो पहिला सुरजनाथ बनाउन, उहाँ पनि फर्केर आउनु भएन। त्यसपछि अहिले आएर हाम्रो सूर्यबहादुर थापाज्यूलाई उहाँलाई फुलमाला टिको अबिर पनि घस्यौँ, उहाँ पनि फर्केर आउनु भएन यो गाउँमा। त्यो कारणले अब उहाँ हामीले देखेका पनि छैनौँ, हामीले चिनेका पनि छैनौँ, उहाँहरूसित बुझेका पनि छैनौँ अहिलेसम्म। उहाँ एकचोटि हामी गाउँमा त्यो जितेर फुलमाला टिको मात्रै लगाउने कार्यक्रम गऱ्यौँ र उहाँले त्यति बेला के गर्नुभएको थियो भने तपाईँहरूको समस्या के छ, तपाईँहरूको ठाउँमा विकास निर्माण गर्नुपर्ने के कुराहरू छन् त्यो राख्नुहोला, म अब तपाईँहरूलाई भेट्न आउँछु, पछि भेटेर अरूसँग चाहिँ भलाकुसारी गरौँला भन्ने कुरो धेरै गर्नु हो, तर पछि आइदिनु भएन। एकचोटिमा अहिलेपट्टि हामीले नेटमा, फेसबुकमा, युट्युबमा देखाएर नालाहरू, नदी नियन्त्रणहरू, पुलहरू सबै ठाउँमा सबै गरिदिन्छौँ हामीले भन्ने कुरो गर्नुभयो। तर पछि आएर उहाँलाई मैले पनि चेयर नेतामा आउनु भएको छ अरे भन्ने गाडीभित्र दिएँ, अन्त देखिनँ। मेरै हातले फुलमाला लगाइदिएँ, मेरै हातले टिका लगाइदिएँ, मेरै हातले फुल चढाएँ उहाँलाई। त्यसपछि भेटघाट भएन। अब उहाँ फर्केर आउनु भएन भने त अब हामीलाई हेर्नु भएन, उहाँलाई भोट दिँदा त्यति राम्रो होला जस्तो लाग्दैन।